आज चाहिँ हाम्रो लिजा चाहिँ हामीलाई हाम्रो फ्यामिलीलाई सबैलाई छोडेर गएको छ हैन। हाम्रो लिजा चाहिँ धेरै दिनदेखि नै बिमार थियो नि त, तर हामीले कति कोसिस गर्यो उसलाई बचाउनको लागि, कति हस्पिटलहरू पनि लग्यो, कति दबाई पानी पनि गर्यो, तर उसको जन्म चाहिँ यति नै रहेछ हैन। ऊ 8 महिनाको लागि जन्मेर आएको रहेछ। उसले हामीले उसलाई सानो बच्चामै लिएर चाहिँ हामीले उसलाई हुर्कायो, बढायो, यत्रो ठुलो बनायो, तर आजको दिनमा आएर उसको मृत्यु भयो हैन। त हामीले चाहिँ उसलाई अन्तिम उसको गर्नुको लागि चाहिँ हामी उसलाई अन्तिम बिदा दिनुको लागि चाहिँ हामीले उसलाई रेडी बनाएर चाहिँ त्यसलाई हाम्रो नजिक घरकै छेउमा राख्यो। त्यहाँबाट चाहिँ यहाँ चाहिँ जग्गाहरू बनाउनु हुँदै थियो नि त सबैजना भएर, किनभने लिजा चाहिँ सबैजनाको प्यारो थियो हैन। यहाँनिर चाहिँ हामीले चाहिँ सबै रेडीहरू बनाउनु हुँदै थियो नि त। अन्त किनभने हाम्रो बाबाले चाहिँ पुरा माया गर्नुहुन्थ्यो लिजालाई हो। अन्त आजसम्म रोइरहनु नै हुन्छ। अब नानीको भन्दा पनि ज्यादा माया लाग्थ्यो अरे। अब सानो बच्चादेखि नै लिएर उयो गरेर चाहिँ हामीले अब यति लिजासम्म चाहिँ हाम्रो यति अब नाता चाहिँ जोडिसकेको थियो हैन। लिजालाई चाहिँ धेरै माया गर्थ्यो नि त सबैले, अब घरको सानो बहिनी भनेर हो। अन्त यहाँ त सबै लिजाको लागि चाहिँ रेडी बनाउनु हुँदै थियो। अन्त बाबाहरू पनि रोइरहनु भएको थियो हैन। अब बाबासँगै सुत्थ्यो। अन्त अब ज्यादा जस्तो बाबासँगै हुन्थ्यो नि त। तर अब उसलाई चाहिँ के बिमार भेटेर अचानक हामीले अब बचाउनुको लागि कति कोसिस पनि गर्यो हैन, तर उसलाई अब बचाउनै सकेन। 18 दिन बिमार भएर चाहिँ अब आजको दिनमा आएर चाहिँ लिजाको मृत्यु भयो। त्यो अब यस्तो लाग्दैछ हुन्छ नि, अब जहाँ जाँदाको पनि साथी हैन। जहाँ जाँदाको पनि साथी थियो हैन। अन्त हामीले चाहिँ यहाँनिर लिजाको लागि चाहिँ एकदम रेडी बनाएर चाहिँ अब यहाँ लुगाहरू ओछ्याएर पनि अब लिजालाई चाहिँ लास्ट अन्तिम बिदा दिनु आँटेको छ हैन। हामीले चाहिँ तातो बनाएर राखेको थियो उसलाई हैन। यति बेसी माया लाग्छ कि बाबा त झन् अब रुनु हुँदै थियो पुरा। अब किनभने बाबाले चाहिँ डरलाग्दो माया गर्नुहुन्थ्यो। हुनु त हाम्रो फ्यामिली डल्लैले माया गर्थ्यो उसलाई हैन, तर अब बाबाले चाहिँ अझै ज्यादा माया गर्थ्यो। किनभने चाहिँ बाबासँगै सुत्ने हैन, बाबासँगै जहाँ जाँदा म बाबासँगै जाने। बाबा अब ड्युटीहरूबाट आउने बित्तिकै पनि बाबाले लिजालाई खोजिहाल्नुहुन्थ्यो, लिजाले पनि बाबालाई खोज्थ्यो हैन। अन्त त्यही भएर अब बाबाले चाहिँ पुरै माया गरेर चाहिँ बाबा चाहिँ रुँदै गर्नुहुन्थ्यो थियो नि त। अब भन्नै पर्दाखेरि चाहिँ अब हाम्रो फ्यामिलीलाई पनि सबैलाई अब कस्तो नराम्रो यति बेसी माया लागिरहेको छ लिजाको यति बेसी याद आइरहेको छ हैन। तर पनि अब हाम्रो बाबा चाहिँ पुरै अब यति अब आफूलाई सम्हाल्नु सक्नु भएको थिएन। बाबा हेरेर पनि कस्तो लाग्यो हैन। अन्त म पनि त्यहाँनिर म त झन् रोएर थिएँ। अब कस्तो माया लागेको थियो, सबैजना उयो गर्दै थियो। अन्त लिजालाई चाहिँ अब केही नहोस् हैन, अब उसलाई केहीले अब नलगोस् भनेर चाहिँ मजाले उसलाई यति मजाले उसको उयो बनाएर चाहिँ राखिदिनु भएको थियो। लिजालाई चाहिँ एकदम अब उयोहरू गरिसकेर चाहिँ उसको सबै उसलाई गरिसकेर चाहिँ कस्तो चल्यो आज फुल झरेर विष भो दैव कति भोनी स्टोरी शून्य भयो
संसार मेरो दैव है भनिदेऊ, दैव है भनिदेऊ, किन त्यस्तो गर्यौ मलाई जिउँदै मार्यौ। अब मजाले उसलाई चाहिँ उयोहरू गरिसकेर पनि अब उयो गर्दै थियो नि त। म कहाँ छु, कोसँग जाँदैछु, आफैलाई थाहा छैन। कोही छैन सामु, दैवको खेला जिउने कुनै चाह छैन। रित्तिसक्यो दुनिया मेरो, कहाँ जाऊँ म, दैव है भनिदेऊ, दैव है भनिदेऊ, किन त्यस्तो गर्यौ मलाई जिउँदै मार्यौ। सबैलाई छोडेर नसक्छु जिउन, नसक्छु मर्न, नछन् कोही मेरो यहाँ। टुट्यो सपना, छुट्यो सहारा, एक्लै अब जाऊँ कहाँ, चारैतिर